के हुन्छ जब एउटा सिम्पल VR हरर गेम बनाउने आइडियाले एउटा यस्तो अन्धकार रहस्य खोल्छ जसले मान्छेको जिन्दगी नै बदलिदिन्छ। एउटा त्यागिएको घर, एउटा रहस्यमय माटोको पुतली र यस्तो शक्ति जसले मृत्युपछि पनि छोड्न मान्दैन। आज म एक्सप्लेन गर्न लागेकी छु एउटा यस्तो हरर चलचित्र जसमा डर मात्र छैन, दुःख, आत्मा र भयानक सत्य पनि लुकेको छ। चलचित्र सुरु हुन्छ अही र उसको सहकर्मी एउटा पुरानो र त्यागिएको घर स्क्यान गरिरहेको सिनबाट। उनीहरू भने VR हरर गेम बनाउने कम्पनीमा काम गर्ने हुन्छन् र त्यो घरको पुरा 360 डिग्री मोडल तयार गर्न भनेर उनीहरू त्यहाँ गएका हुन्छन्। अहीको आइडिया थियो कि त्यो हन्टेड घरलाई गेमको मेन लोकेसन बनाएर प्लेयर्सहरूलाई मर्डर मिस्ट्री सल्भ गर्न दिने। घरको स्क्यान गर्दै हिँड्दा उनीहरूले बच्चा जस्तो देखिने माटोको पुतली भेटाउँछन्, तर गल्तीले पुतलीको टाउको फुट्छ। जब पुतलीको पछाडि हेर्छन् त्यसमा अजीब र अनौठो ट्यालिस्मन जस्तो चिन्ह देख्छन्। त्यो फुट्ने बित्तिकै घरभित्र अनौठो प्यारानर्मल एक्टिभिटीहरू सुरु हुन थाल्छ। छायाहरू देखिन थाल्छन्, आवाजहरू आउन थाल्छन् र अहीको सहकर्मीलाई भने त्यहाँको नराम्रो एन्टिटीले अहीकै अगाडि मारिदिन्छ। त्यो सबै देखेर अही धेरै नै आत्तिन्छ अनि ऊ पागल जस्तो अवस्थामा पुग्छ। त्यसपछि हामी सु चनलाई देख्छौं जो अहीकै कम्पनीमा गेम डेभलपर हुन्छ। अही हराएको केही दिन भएको हुन्छ, त्यसले गर्दा सु चनलाई नै उसको हरर गेम प्रोजेक्ट सम्हाल्न भनेर कम्पनीले उसलाई त्यो काम सुम्पिदिन्छ। तर सु चनको आफ्नै ड्रिम प्रोजेक्ट बेस्ट पार्टनर भन्ने फ्यामिली गेमलाई त्यो अर्को प्रोजेक्टको कारणले रोक्न पर्ने हुन्छ। एक दिन अफिसमा इन्भेस्टरलाई हरर गेमको डेमो देखाउँदै गर्दा अही अफिसमा अचानक आउँछ, तर उसको अनुहार डरलाग्दो देखिन्छ, व्यवहार पनि पुरै बिग्रिसकेको हुन्छ अनि उसले मुखबाट कालो जस्तो पदार्थ समेत निकाल्छ। सबैजना उसलाई देखेर सक्ड हुन्छन्, तर इन्भेस्टरलाई त्यो कुराले झनै इन्ट्रेस्ट बढाउँछ। पछि चलचित्रमा थाहा हुन्छ कि जुन घर स्क्यान गरिएको थियो त्यो घरमा भयानक मर्डर केस भएको थियो भनेर। एकजना महिला जसको नाम ल्युसिन हुन्छ उसले आफ्नो सब परिवारलाई चक्कुले हानेर मारेकी थिइन्। उनी भने माटोको पुतली बनाउने आर्टिस्ट थिइन्। पछि पुलिसहरूले घरको सबै परिवारहरूको लास भेटेका थिए, तर लुसिनको बडी भने त्यहाँ पुलिसहरूले भेटाउँदैनन्। धेरै खोजी तलास गर्दा पनि लुसिनको बडी पुलिसहरूले नभेटाएपछि त्यही नै मिस्ट्री बनेको हुँदा रहेछ। अनि त्यसपछि अहिले त्यो रियल स्टोरीलाई नै गेम बनाउने सोची ऊ अनि उसको सहकर्मी त्यो घरमा गएका हुँदा रहेछन्। त्यो घरबाट भेटिएको सबै सामान भने सुचवानलाई अफिसले दिएको हुन्छ। त्यो सामान भित्र फुटेको पुतली पनि हुन्छ, तर सुचवानलाई भने त्यही फुटेको पुतलीको कारणले त्यो घरमा VR स्क्यान गर्न गएका बेला अही र उसको सहकर्मीसँग त्यस्तो डरलाग्दो घटना घटेको थियो भनेर त्यो बारे केही थाहा नभएकोले उसले त्यो सबै आफ्नो घर लगिजान्छ। घरमा उसको श्रीमती मुहा हुन्छन् जो 2 जिउकी हुन्छन्। सुरुमा सबै नर्मल देखिन्छ, तर रात पर्न साथ घरमा अनौठो घटना सुरु हुन्छ। एसी आफै चल्न थाल्छ, ढोका आफै खुल्न थाल्छ र मुवालाई कसैले हेरिरहेको जस्तो महसुस भएपछि मुवा उठेर यताउता हेरिरहेकी बेला उसले उसको बुढाले अफिसबाट ल्याएको फुटेको पुतलीलाई देख्छिन् अनि उसले त्यसलाई हातमा लिई हेर्छिन्। बिहान हुँदा मुवा पुरै बदलिसकेकी हुन्छन्। उसले काँचो मासु खान थाल्छिन्, अचानक कराउँछिन्, चिसो व्यवहार गर्छिन् र उसको अनुहार एकदम फिका देखिन थाल्छ। सुचवानलाई उसको श्रीमतीलाई के भइरहेको छ भनेर बुझ्न गाह्रो हुन्छ। दिन बित्दै जाँदा मुवा पुतली प्रति असाधारण तरिकाले आकर्षित हुन थाल्छिन्। एक दिन उसले आफ्नै रगत निकालेर माटोमा मिसाएर पुतली मर्मत गर्छिन्। त्यो सबै देखेर हामीले बुझ्न सक्छौं कि त्यो पुतलीले मुवालाई नियन्त्रण गर्न थालिसकेको छ भनेर। प्यारानर्मल घटनाहरू झनै खतरनाक हुँदै जान्छ। सीसीटीभी क्यामेरामा कसैको आकृति देखिन थाल्छ, बेबी मोनिटरमा पनि अनौठो मुभमेन्ट देखिन थाल्छ। मुवाले आफ्नै पेट कोटरेर घाउ बनाउन खोज्छिन्। त्यो सबै देखेर सुचवन धेरै डराउँछ। त्यसपछि उसले अहीलाई खोज्छ। अही त पुरै पागल जस्तो भएको हुन्छ। उसले अदृश्य आत्माहरू देख्छ र शरीर बाङ्गिन थाल्छ। त्यो सबै भने उता मुवाले वुडो डल बनाएर अहीलाई पुरै कन्ट्रोल गरिरहेकी हुन्छन्। उसले जति त्यो डललाई दुःख दिन्छन् त्यति नै अहीको शरीरमा चोट लाग्छ। अन्त्यमा अही सुचनकै अगाडि मर्छ। त्यसपछि सुचन आफ्नै बुढीलाई त्यो नराम्रो शक्तिबाट बचाउन भनेर सेङ भन्ने एकजना स्पिरिचुअल मास्टरलाई भेट्न जान्छ अनि उसलाई सहायता माग्छ। असेङले ल्युसिनको बहिनी ल्युविनलाई भेटेर सत्य खोज्न थाल्छ।
रिचुअल्सको माध्यमबाट पास्ट हेर्दा एकदम डरलाग्दो सत्य बाहिर आउँछ। ल्युसिन प्रेग्नेन्ट हुँदा उसको मिसक्यारेज भएको र उसको बच्चा मरेको रहेछ। धेरै दुखी भएर उसले चिहान घाटको माटो आफ्नो रगत र मरेको फिटस मिलाएर एउटा बच्चा जस्तो माटोको पुतली बनाएको हुँदा रहेछन्। त्यो माटो चिहान घाटको भएको साथै त्यसमा आफ्नो रगत अनि फिटस मिलाएर पुतली बनाएको भएर त्यसमा धेरै नराम्रो आत्माहरू बस्न थालेका हुँदा रहेछन्। त्यो पुतली भित्र भएका नकारात्मक शक्तिहरूले रगतको बलि मात्र खोज्ने र ल्युसिनलाई नियन्त्रण गर्न थालेका हुँदा रहेछन्। त्यो आत्माहरूको प्रभावमा आएर ल्युसिनले आफ्नै परिवारको हत्या गरेर उनीहरूको सबैको बलि चढाकी हुँदा रहेछन्। पछि अप्रबोधले उसलाई पुतलीमा शक्तिशाली ट्यालिस्मान खोपेर आफैलाई भट्टीमा थुनेर आत्माहरूलाई रोक्न खोजेकी हुँदा रहेछन्। तर त्यो आत्माहरूलाई उसले रोक्न सफल हुँदिन रहेछन्। तर आफ्नो ज्यान भने त्यही भट्टीमा गुमाकी हुँदा रहेछन्। त्यही कारणले पुलिसहरूले उसको लास नभेटेका हुँदा रहेछन्। अन्तिममा अचेङले ती नराम्रो शक्तिहरूले मुहाको पेटभित्रको बच्चालाई आफ्नो घर बनाउन खोजिरहेका छन् भनेर थाहा पाउँछ। कुनै उपाय नभएर सुचनले आफ्नै शरीरमा त्यो आत्माहरू लिन तयार हुन्छ। अचेङले उसको पिठ्यूमा ट्यालिस्मान बनाएर आत्माहरू सुचनको शरीरभित्र बन्द गरेपछि ऊ बेहोस भएर लड्छ र मरेको जस्तो देखिन्छ। चलचित्रको अन्तिममा मुआले एउटा सानो छोरीलाई जन्म दिन्छन्। उनी आफ्नो श्रीमानलाई सम्झेर उदास हुन्छन्। त्यतिकैमा सुचनले बनाएको बेस्ट पार्टनर गेम सुचवानले काम गर्ने अफिसबाट मुआलाई पठाइदिन्छ। त्यसपछि उसले VR हेडसेट लगाएर गेमभित्र सुचवानलाई डिजिटल भर्जनसँग भेट्छिन् र रुँदै उसले अङ्गालो मार्छिन्। पोस्ट क्रेडिट सिनमा थाहा हुन्छ कि सुचन मरेको छैन, ऊ त कोमामा छ भनेर। अनि असेङको अफिसमा रेजुरेक्सनको ट्यालिस्मान देखिन्छ जसले सिक्वेलको सम्भावना छोडेको हुन्छ। अनि चलचित्र यही सकिन्छ।